के छ हुनुहुन्छ यो आइपार्कको सन्चै हुन्छ ल छोराछोरी डाकु 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 गाई नाकमा औँला छिराइ दाइहरूले यहाँ काम गर्दै हुनुहुन्छ दाइ बाटो छिटो बनाउनु पर्यो है ल है हेलो गाइज आई एम नवीन बस्नेत आई एम फाइन आई होप यु अल्सो फाइन आज चाहिँ मेरो भाइ दिप्सनले होइन दाइ म तपाईँको भ्लग चाहिँ आज म गर्छु भनेर उसले जिम्मा लिएको छ गाइज होइन उसको भ्लग कस्तो छ के छ खासै मेरो त राम्रो छैन होइन मेरो भन्दा उसको राम्रो हुने छ होइन हेर्दै गर्न गाइज माया गरिदिनु होला हामी जाँदैछौँ घोराई बजार घुम्न आज नास्ता खाने प्रोग्राम उतै छ आज हाम्रो ड्राइभिङ सेन्टरको गाडी अगाडि जाँदैछ धान रोप्ने कार्यक्रम भइरहेछ यतातिर एकतातिर पनि अब म जाँदैछु गाइज होइन सक्दो सहयोग गरौँला यो बाटो पनि बन्दैन जस्तो लाग्यो स्थिति देखेर होइन गाइज बाटो यस्तो चाहिँ पानी पऱ्यो कि काम छैन यो बाटो यहाँ दाइहरूले यहाँ काम गर्दै हुनुहुन्छ दाइ बाटो छिटो बनाउनु पर्यो है ल है हुन्छ भन्नुभएको छ दाइहरूले पनि घाम लागे धुलो उठ्छ यो बाटोमा पानी पऱ्यो हिलो हुन्छ गाह्रो छ गाह्रो हजुर सोचेकै जिन्दगी रहेनछ भन्छ नि त्यो हो आज म फेरि अर्को भोइसमा बोल्दैछु नि आज म नवीन दाइको भाइ हो म आज भ्लग गर्दैछु अब हामी नारायणपुर प्रवेश गर्दैछौँ अब हाम्रो टोली जम्बो टोली अब हामी प्रवेश गर्दैछौँ ओल्लो ब्रेकल भन्छ नि यो ठाउँमा आइसक्यौँ भाइरल रोड जाने बाटो यही हो नि यही हो ल हामी उता के अरे 4 भइरा पेट्रोल पम्प जाँदैछौँ हामी हाम्रो यी हस्पिटलहरू यो लाइनमा छ मेरो यो फर्स्ट भ्लग हो है नवीन दाइको गोप्रोबाट नवीन दाइले हाल्नुहुन्छ होला हाम्रो नवीन दाइलाई सक्दो सहयोग गर्नु पर्यो सबैजनाले सब्सक्राइब हान्नै पर्यो सेयर हान्नै पर्यो नवीन दाइले गाडी लग गर्दै हुनुहुन्छ यी हाम्रो आइपार्क गाइड हामी नास्ता खाना आछौँ कहाँ बस्यो अङ्कलले मलाई बिर्सिनु भयो आफ्टर लङ टाइम म आइपार्कमा आएको थिएँ अङ्कल नमस्ते ऊ हाम्रो ओनर हुनुहुन्छ यो आइपार्कको सन्चै हुन्छ ल जाँदैछौँ आइपार्कमा पिज्जा क्यान्सल भएर अब तामामा के छ कस्तो छ थाहै छैन हजुरहरूलाई म देखाउँछु त्यहाँको फोटेज हामी नयाँ खुले नयाँ भएछ अरे अहिले नयाँ तामामा हामी देखाउँदैछौँ सक्दो दिप्सन भाइ पिज्जा खान आएको गाइज होइन पिज्जा खाने मान्छेले त गीता खाने भयो है आफै बुझ्नुहोस् यो चाहिँ म बोलिनँ गाइज मेरो गर्लफ्रेन्ड है गर्लफ्रेन्ड हो मेरो छोराछोरी डाकु 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 गाइज नाकमा औँला छिराइ हामी यहाँ तामामा आउँदै जाँदैछौँ गाइज होइन सबले हेरौँ के छ अहिले नयाँ नयाँ डेकोरेट भएको छ भने सुनेको थिएँ मैले हल्ला माथि जाने हो कि टपमा अहिले नयाँ यही हो खै त हुन्छ अहिले माथि जाने हो कि टपमा यहाँ डेकोरेट भइरहेछ हाम्रो तामा रेस्टुरेन्ट हाम्रो तामा रेस्टुरेन्ट
साइडमा भएको बेल आइकनलाई पनि घन्टी बजाउन लगाए। गुड नाइट।